अब म तपाईहरुलाई यहाँ चाहिँ बनाएर देखाउने छु। अब म सबैभन्दा पहिला यसलाई मार्किङ गर्ने छु। मार्किङ गर्नुभन्दा पहिला हामीले यसलाई खोल्ने छौं अनि खोलेर यसलाई चाहिँ पुस्नु पर्दछ। किन भन्दाखेरि यो पुसिएन भने यो मार्किङले राम्रोसँग लेख्न सक्दैन। त्यसपछि अब हामीले यसमा भएको चाहिँ डेमोलाई निकाल्ने छौं। यसरी निकाल्न सकिन्छ। त्यसपछि हामीले राइटको पनि निकाल्ने छौं। राइटको पनि हामीले निकालेका छौं। त्यसपछि अब हामीले चाहिँ यो दुईटालाई राइटकोलाई लेफ्टको लेफ्ट गरेर यसमा चाहिँ यसो गरेर चाहिँ राख्ने। यो चाहिँ स्पेरिकल पावर भएको हुनाले यसमा डिग्री नलागेको हुनाले गर्दाखेरि हामीले यसलाई जता पनि राख्न मिल्छ, तर डिग्री लाग्ने खालकोमा चाहिँ यसरी राख्न मिल्दैन। त्यो भन्दा अगाडि चाहिँ डिग्री लाएर मिलाएर राख्नु पर्छ। यसरी चाहिँ राख्नु पर्दछ। यसरी बीचमा सेन्टरमा पर्ने तरिकाले। त्यसपछि यसलाई हामीले मार्किङ गर्ने छौं। मार्कर नै हो। मार्करले चाहिँ यसलाई हामीले मार्किङ गर्ने छौं। मार्किङ गरिसकेपछि यसलाई यसरी मार्किङ गर्न सकिन्छ। मार्किङ गर्न सकिन्छ। यसरी हामीले सजिलै तरिकाले यसलाई मार्किङ गर्न सकिन्छ मार्करले। त्यसै गरी हामीले चाहिँ राइटको पनि लिने छौं। अघि मैले लेफ्टको लिएको थिएँ, अब यो चाहिँ राइटको हो। अनि राइटलाई पनि हामीले यसरी चाहिँ गर्न सकिन्छ। यसरी गर्न सकिन्छ। गर्न सक्नुहुन्छ। अब म यो मार्किङ गरिसकेपछि यो दुईटा लेन्सलाई मैले यहाँ राखेँ र म अब दुईटै सबै मेसिनको चाहिँ पावर अन गर्ने छु। पावर अन भइसकेको छ। त्यसपछि